हाई एभ्रिवान। यसमा चाहिँ म बोलेको थिएँ है, त्यही भएर अहिले चाहिँ आधी चाहिँ बोलेको थिएँ, आधी चाहिँ बोलेको थिइनँ। त्यही भएर मैले त्यहाँ के भनिरहेको थिएँ भने आज म कुर्ता लाएर म मेकअप गर्दैछु। यो डक्टर लेभिन्सको अल्ट्रा प्लम्प सिरम लगाउँदैछु। अगाडि नै भइसक्यो क्या हो। मसँग फेरि मैले के भने भन्दा मसँग टोनर सकिरहेछ, त्यही भएर मैले सिरम लगाइरहेको छु भने होला। त्यही त हो नि, सबै त कहाँ याद हुन्छ त्यहाँ मैले के बोलेँ भनेर होइन। यसपछि म अब दल्छु, सबैतिर दल्छु। नाकको निधार बिर्सिछ, निधार पनि दल त। कति ढिलो दलेको यार। अब मलाई भोइस ओभर गर्न आउँदैन यार। अब यसपछि के दलिन्छ होला। हाइड्रेट, यु हेभ टु किप योर लिप्स हाइड्रेट। लिप्समा पनि देखाइरहेको छु मैले। अनि लिपमा लगाएँ। यो चाहिँ लायनेज खोइ के हो यसको प्रोनाउन्सिएसन आई डोन्ट नो। अनि लिप एकदम मेरो चाहिँ एकदम ड्राई नै हुन्छ क्या विन्टरमा है, त्यही भएर लिप ग्लस लगाएँ। अब मैले के दल्छु त, अब मैले अर्डिनरीको एजेलिक एसिड, यो चाहिँ मैले कहाँ लगाउँछु पनि देखाइरहेको छु मैले। त्यहाँ चाहिँ मेरो ब्ल्याक स्पट्स त्यो एक्ने छ, त्यही भएर त्यहाँ लगाइरहेको छु। कति टाइम लगाएको यार लगाउनु। चाहिँ म त्यो साइडमा दाग भएको ठाउँमा चाहिँ हल्का मसाज गर्छु, अनि उतापट्टि अर्को साइडमा पनि लगाउँछु, अनि ओभरअल सबैतिर लगाउँछु। अब चाहिँ आइसको पालो रे। ओ माई गड, डक्टर लेभिन्सको है यो। म अलि ढिलो भिडियो चाहिँ अलिक चाँडो हुन्छ क्या हो। आँखामा त्यो पफी आइज यसलाई नै भन्छ कि क्या हो। मेरो चाहिँ नै पफी आइज नै हुन्छ नि, आँखामा लगाउँछु। यो चाहिँ म धेरै भन्दिनँ, यो अलिकति छोटो गर्नु पऱ्यो। त्यसपछि चाहिँ म यो लार्स पोसेको मोइस्चराइजर लाउँछु। अनि लकअपमा चाहिँ के हुँदैछ भने नि, अपूर्व आएको छ। अपूर्वले चाहिँ के गर्छ, अपूर्वको फेरि श्रेयासँग झगडा पर्नेवाला छ। अलिकति इन्ट्रेस्टिङ चाहिँ बनाएको छ है, किनभने लास्टै बोरिङ भइसक्यो नि त। त्यो हुँदाहुँदै मैले सबैतिर दल्छु। अब यो दलेको पनि भिडियो बनाउँदिनँ म। अनि यो दल्दा दल्दै चाहिँ उताबाट बुधु आउनुहुन्छ क्या। मेरो मात्र हो कि मैले बोलाउँदाखेरि हजुर भनेन नि खोज्न आउने। म भिडियो बनाइरहेको थिएँ क्या, त्यही भएर म बोलिरहेको थिइनँ। अनि आएर हेर्नुभयो अनि जानुभयो। ल राम्रोसँग दलिसकेँ है। अब मेरो मोइस्चराइजर पछि सनस्क्रिनको पालो हो। अब म सनस्क्रिन लाउँछु। सनस्क्रिन चाहिँ सेराफिलको हो। अनि अब यो दलेको चाहिँ म देखाउँदिनँ फेरि के दलेको। अब चाहिँ म यसलाई के भन्छ अरे, फाउन्डेसन मेबेलिन फिटको 122 को लगाउँछु। अरे लगाएको पनि देखाइरहेको छु मैले। थप 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 थप, अर्कोमा थप थप। ओ यसरी नै म अरू सबै थप 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 गरेर लगाउँछु है त। फेरि पालो भयो हाइड्रेसन ब्रेक, नट फर ड्रिङ्क बट फर लिप्स। अब पालो कन्सिलरको, यो चाहिँ मेबेलिनकै हो, फिलर अपलिफ्टर है खोइ के हो यो। यो चाहिँ 25 को हो क्या अरे। त्यो चाहिँ लगाउँछु अब म। कसरी लगाउँछु पनि देखाएँ, तर म पुरै चाहिँ देखाउँदिनँ है, यहाँसम्म चाहिँ देखाउँछु। लकअप भन्दा चाहिँ अलायन्स हेर्ने मान्छेहरू चाहिँ कतिजना हुनुहुन्छ। अलायन्स चाहिँ मैले धेरै फ्यु मात्र एपिसोड हेरेको छु, तर राम्रो छ है त्यो पनि। मैले कहाँ त्यसपछि चाहिँ मैले अनुहार छोपेँ त्यो कन्सिलरलाई रेस्ट दिनपर्छ भनेर। अनि मैले ट्याप ट्याप गरेर पनि गरेको थिएँ, तर त्यो भिडियो चाहिँ भएन छ। अनि मेरो बुढाले मलाई मोर्फे ल्याइदिनु भयो, यो ब्रस नन्दजीले पठाइदिनु भयो, तर मैले अहिलेसम्म युज गरेँ होइन। हो कति फास्ट हो यो चाहिँ पाउडर रिभोल्युसनको। अनि पाउडरले सेट गर्नुपर्छ आफ्टर कन्सिलर भनेर मैले भिडियो हेर्छु नि त। अनि त्यही भएर मैले गर्न लागेको। मेरो कपाल हेर न गाइज, ओ माई गड, मैले कपालको चाहिँ केही पनि गरेको थिइनँ। कति लामो हो, मैले के गर्दा थाक्नै मै होला। अब चाहिँ मैले के यो ब्रोन्जर सेफोराको, यो पनि मेरो नन्दज्यूबाट पाएको हो। यो म के गर्छु भन्ने मलाई पनि थाहा छैन। यो चाहिँ अलि लामैसम्म हेर्नुपर्छ, किनभने बिचमा काट्नै नमिल्दो रहेछ। ल हेर नि त्यहाँ अनुहार। यो मैले के गरेँ, कन्टोर गरेँ होला। ब्रोन्जरले कन्टोर, आई डोन्ट नो वाट आई एम डुइङ। एनिवेज अब अर्को साइडमा देखाउनु पर्ने होला। हे भगवान्, गर्ल्स डु फास्ट।
अब चाहिँ हाम्रो के को पाली हो यो ब्लस NYX को हो अनि यो रेयर ब्युटी हो कुन युज गर्छु भनेर म एकदम कन्फ्युज भएँ अनि मैले लिक्विडवाला युज गरेँ क्या अरे छिटो देखाऊ हो एउटा दुईटा तिनटा थप अनि यता एउटा दुईटा तिनटा ओ माई गड यो एकदम ऊ हुन्छ कि क्या यार टिन्टेड फर आउट त्यो ब्लस पनि वाउ इट लुक्स ब्युटिफुल अब चाहिँ NYX को पाउडर ब्रन्जर यो पनि धेरै पिगमेन्टेड छ अब मैले लाउनलाई चाहिँ अलि धेरै नै प्रो हुनुपर्छ तर प्रो नभएको हुनाले फुफुफु गरेर पाउडर अलिकति बढी भएको निकाल्दैछु अनि त्यसपछि लगाएँ ओ माई गड धेरै नै भएछ यार कति धेरै भएको तर केही छैन मेरो फर्स्ट टाइम हो सिक्दै जान्छु त्यसपछि मैले के गरेर बनाएँ होला होइन त्यसलाई अनि त्यसपछि सेटिङ स्प्रे गरेर त्यसलाई सेट हुन दिएँ पाउडर लगाएँ क्या अरे मैले पाउडर लगाइसकेपछि हल्का भए पनि कम हुन्छ भनेर तर इट्स अल राइट दिस इज माई फर्स्ट टाइम अनुहारलाई नमुनै बनाउनु लगाएपछि त ल अब फर्स्ट टाइम आईको पनि गरौँ न त होइन सबै थोक इज गिफ्टेड बाई नन्दज्यू भनेर लेख्नुपर्छ फेरि हाइड्रेसन टाइम लिप यति ड्राई हुन्छ नि मेरो माई गड अब चाहिँ आँखाको पालो मैले देखाउँदैछु कुन लगाउँछु भनेर त्यो लगाएँ त्यो लगाएको पनि अब हेरिरहने हो होइन यसलाई स्किप गरौँ है यो यति धेरै बोल्ने मसँग केही पनि कुरै छैन म लास्ट लुक मात्र देखाउँछु जस्तो भए पनि अब मैले मेकअप नगरे पनि मेरो आँखाको परेला चाहिँ मलाई गर्न आउँथ्यो क्या तर आज जस्तो वर्स्ट के कहिले पनि भएको थिएन क्या टाटे पाङ्रे भएको थियो यो बनाउनलाई मलाई यति टाइम लाग्यो माई गड बन्ने नबनेर झन्डै रोगो म यो मस्कारा चाहिँ लोरियलको यो चाहिँ मलाई लास्टै बाक्लो लाग्छ क्या अनि वाटरप्रुफ हो साह्रो बनाउँछ क्या त्यही पनि अब किनिसकेपछि लगाऊँ भनेर म यसलाई के भन्छ अरे मस्काराको पालो हो राम्रो नभइसकेपछि मलाई के पनि चित्तै नबुझ्या हो होइन जस्तो भए पनि अब हुन्छ भने त्यो आँखी भाउ किन ननिकाले है खै त्यो के भन्छ नि त्यसलाई किन नगर्या भनेर नसोच्नु है इट्स जस्ट माई चोइस आँखाको सकिसकेपछि चाहिँ अब म लिपमा गएँ यो चाहिँ मेबलिन म्याट हो यो चाहिँ मलाई एकदम मनपर्छ यार यो मेरो फेभरेट हो अनि यो चाहिँ रिभोल्युसनको यो पनि यो कलर पनि मलाई लास्टै मनपर्छ डार्क छ होइन यो दुईटा चाहिँ म मिलाउँछु पहिला फर्स्टमा चाहिँ यो लगाएँ हेर न पिच कलरको यस्तो त्यो लाइनर नलाइकन पनि अलरेडी लुकिङ प्रिटी क्या मलाई कस्तो मनपर्छ त्यसपछि चाहिँ म लाइनर लाउँछु क्या लाइनर यसमा कसरी बोल्ने होला मैले लुक एट द कलर ओ माई गड डार्क मलाई चाहिँ लास्टै डार्क कलर मनपर्छ होइन डार्क रेड हो अनि यसमा यस्तै पिङ्क या पिच मिलाएर लगायो भने ओ मलाई मन पऱ्यो भइहाल्यो नि मलाई कस्तो दामी लाग्छ क्या आई लभ इट मसँग अरू पनि लाइनर छ तर हेर मैले सेटिङ स्प्रे फेरि लास्टमा लगाएँ अनि दिस इज माई फाइनल लुक म कपाल गर्छु